नमस्कार, स्वागत छ तपाईहरुलाई हाम्रो च्यानलमा। आज चाहिँ हामी धेरै समयपछि मेरो हस्बेन्ड र म मुकबाङ लिएर आइरहेको छौं र पनि भेज मोमोको। र आज चाहिँ हामी मुकबाङ गर्नुभन्दा अगाडि 1 मिनेटको च्यालेन्ज गर्न गइरहेको छौं, मोमो च्यालेन्ज, त्यो पनि विथ चपस्टिक। अनि अब हामीले चपस्टिकमा चाहिँ खासै हामी बानी छैनौं। अब त्यही भएर चाहिँ हामी 1 मिनेटमा चाहिँ कति खान्छौं त्यही चाहिँ च्यालेन्ज गर्न गइरहेको छौं। च्यालेन्ज गर्नुभन्दा अगाडि चाहिँ अब हामी चाहिँ च्यालेन्ज चाहिँ 1 मिनेटको राख्ने छौं, जसमा चाहिँ हामी मोबाइलबाट देखाइवरी हैन सुरु गर्ने छौं। र सुरु गर्नुभन्दा अगाडि हाम्रो चाहिँ रहेको छ भेजै मोमो हो, तर सेप मात्र यो डिफरेन्ट हो हैन। अनि यसमा रहेको छ अचार, अनि कोरियन नुडल्स, अनि यसमा रहेको छ भेज सुप, अनि चिसो कोक। ल अब चाहिँ हामी सुरु गर्छौं। अब म चाहिँ मेरो टर्न हो। म फर्स्ट। ल लेडिज फर्स्ट। ओके ल अब चाहिँ हामी सुरु गर्छौं है त। टाइमर तपाईले टाइम स्टार्ट गर्नु, म चाहिँ खाना सुरु गर्छु तर चपस्टिकले। ओ माय गॉड, टाइम राख्नै हो मैले। ल सुरु एकछिन पहिला सुरुमा यहाँ राख्नु न। एकछिन अब स्टार्ट गर्नु पर्यो नि त। एकछिन अब टाइम ल अब एकछिन। तर अब च्यालेन्जमा जुनै मोमो खानु मन छ त्यही खाने, सबै सेम हो। जुनै भयो नि हुन्छ। ल अब चाहिँ टाइमर, तर म जित्छु तपाईलाई। ल स्टार्ट। टाइमर। तीनटा चारवटा मात्र। टाइम अफ। चारवटा भन्दा धेरै होला। चारवटा 7वटा कुरो थियो, कतिवटा छ यहाँ? चारवटा हो। चारवटा खाए। यो 4टा हो। यसरी 2 3 4 5 7 ए यो छमा 8वटा थियो। तर टाइम अलिक छोटो भयो क्या, 2 मिनेट भयो त सक्थे रहेछ। 2 मिनेट भयो। ल मैले चाहिँ 1 मिनेटमा होला हैन 4टा मात्र खाए जस्तो लाग्यो। अब हेरौँ भिडियोमा के हुन्छ हैन। अब चाहिँ रहेको छ मेरो हस्बेन्डको टर्न। अब चाहिँ मेरो पालो। रेडी। यो टाइममा छ हो, अटोमेटिक स्टार्ट मात्र गर्ने हो। स्टार्ट मात्रै गर्ने, आफै अलार्म लाग्छ 1 मिनेट भइसकेपछि। ओके तपाईलाई हातले खाने कि चपस्टिकले खानु पर्यो नि त। चपस्टिकले मैले स्टार्ट मात्र गर्ने हो। ल कहाँ गयो? स्टार्ट। सुरुमा रेडी। आर यु रेडी? रेडी। ओके ल म चाहिँ अब टाइम स्टार्ट गरिदिन्छु। एकछिन है। स्टार्ट हो। ल स्टार्ट। अलार्म राखेको छ हामीले चाहिँ 2। ओ माय गॉड, टाइमै कहाँ गयो? ला सरी, टाइमै कहाँ गयो? आफै बच्छ का? ओके 4
कतिवटा एउटा त्यो पनि तपाईँ बचिसकेर खानुभयो धन्नै 4 पनि खाइदिएन 2 मिनट ल फेरि 1 मिनट मोर ओके 1 मिनट अलिक कम भयो क्या है ठिक छ 4 खाइयो 4 के छ 4 4 तपाईँले 5 खानुभयो 5 खाएँ मैले अलिकति बस्नुभन्दा अगाडि चाहिँ एउटा मुखमा हालिसक्नु मुखमा हालिसकेँ थिएँ त्यही भएर तपाईँ विनर म यो च्यालेन्जको लागि हो मैले माने ल अब चाहिँ हामीले चाहिँ हाम्रो च्यालेन्ज रहेको थियो अब चाहिँ हामी बिस्तारै गफ गर्दै खानेछौँ अब मोमो पनि सिरिसक्यो होइन अब हामी सबभन्दा सुरुमा कहाँबाट सुरु गरौँ च्यालेन्ज जितिसक्यो अब च्यालेन्ज जित्नुभयो च्यालेन्ज त मैले जितेँ अब ल Cheers. Cheers, guys. कडा मिठो ल टिस्यु जान्छ हुन्छ चपस्टिकै थिएन छ अब त हातैले खाने म त है खायो चपस्टिकै खानु नि हातले खाने हातले मजा आउँछ नि खानु त मिठो छ आज हामीसँग चाहिँ करेन्ट नुडल्स पनि छ नि मलाई लागेको थियो 1 मिनटमा धेरै खाइन्छ जस्तो लागेको थियो कस्तो लाग्छ च्यालेन्जमा त गाह्रो परेछ नि गाह्रो हुँदो रहेछ मिठो मिठो भेजमा गाइस यो चाहिँ बहुत टेस्टी होममेड आफैले बनाएको मोमो बनाएको तर एकदम मिठो छ एकदम मिठो हेल्दी तरिकाले बनाएको के हालेको भन्दा हामीले यहाँ के हाल्यो हामीले इस्कुस अनि बन्दा पनिर देन न्युटेला अनि हरियो धनिया प्याजको पत्ताहरू ग्रिन भेजिटेबल्स पनि हालेर मिठो तरिकाले अदुवाको रस दामी हुन्छ अदुवा चाहिँ हामीले कोरेर हालेको काटेर हाल्यो भने डिफ्रेन्ट तरिकाको टेस्ट हुन्छ काटेर हाल्यो भने मिठो हुन्छ पहिला सुरुमा हामीले काटेर हाल्थ्यौँ तर यसपालि चाहिँ कोरेर हालेको मिठो यो पनि छ नुडल्स करेन्ट अचार पनि दामी छ है अचारको रेसिपीको क्रेडिट चाहिँ उसलाई जान्छ उसले कसरी बनायो भने मिठो छ एकदम पिरो पनि छैन त्यस्तो पिरो पनि छैन सुरुमा टमाटरहरू पत्याउने अनि तिल अब सिरा हुँदैन तिललाई भुट्ने पिस्ने मिक्सरमा लगाइदिने ब्लेन्ड पनि मजाले हुन्छ आफै बनाएको अर्कै हुन्छ क्या टेस्ट नै हुन्छ अन्त चार त खेल्यो भने म जित्छु क्या अब नेक्स्ट टाइम चाहिँ 2 मिनट
अब नेक्स्ट टाइम चाहिँ हामी 2-3 मिनटको च्यालेन्ज लिएर आउँछौँ है। जे पनि हुनसक्छ मोमो नभएर अरू, तर मोमो भने चाहिँ जित्छु रहेछ। करेन्टकै भए पनि जित्छु होला। यहाँ कति थियो हाम्रो? त्यहाँनिर 7 यहाँ 21 22वटा थियो। 22वटा मोमो चाहिँ हामी सकिसक्यो। यतातिर सर्दैछौँ। यो चाहिँ भेज सुप हो। यसमा चाहिँ के छ भने इस्कुस अनि त्यसपछि न्युटेला अनि बन्दाको पातहरू हालेर सोयाबिन हालेर चाहिँ सुप बनाएको छु, भेज सुप। दामी है, तर अलिक चिसो भएछ हौ। टेस्टी भेज मोमो नाम मात्र कस्तो टेस्टी क्या, मिठो हुँदैन भन्छ तर कस्तो मिठो हुन्छ। ल सरी गाइज, हाम्रो चाहिँ यहाँ खाँदै हामी चाहिँ यहाँ रेकर्ड गर्दा गर्दै मोबाइलमा चाहिँ मेमोरी फुल भएछ। त्यही भएर हामी चाहिँ मोबाइलमा रेकर्ड गर्छौँ है होइन, फुल भएछ। त्यही भएर अब हामीले चाहिँ हाम्रो भिडियोलाई चाहिँ हाम्रो मुकब्याङलाई चाहिँ यहीँ इन गर्न गइरहेका छौँ। हामीले चाहिँ सकेनौँ, खाइसकेनौँ होइन, थोरै करेन्ट र मोमो थोरै रहेको छ र हामीले खाना चाहिँ खाएकै हो है, फुल भइसकेको छौँ। र यति भन्दै तपाईँहरूले हाम्रो च्यानललाई लाइक सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला, माया गरिदिनु होला भन्दै हामी आजको मुकब्याङलाई यहीँ इन गर्न गएछौँ। बाई बाई।